हेलो एभ्रिवान। आज म तपाईँहरू बिच एउटा अत्यन्तै शक्तिशाली विषय लिएर उपस्थित भएको छु। इगल, बाज, बाज जस्तै सोच। यो केवल एउटा चराको कथा होइन, यो सफलता, साहस, आत्मविश्वास, धैर्य र उच्च सोचको दर्शन हो। यदि हामीले जीवनमा ठुलो बन्नु छ भने हामीले इगल जस्तै सोच सिक्नुपर्छ। त्यसैगरी 1 नम्बरमा रहेको छ हाम्रो इगल अरू चराभन्दा किन फरक छ? किनकि इगल कुनै साधारण चरा होइन। आकाशमा उड्ने धेरै चरा छन्, काग, परेवा, चिल, गिद्ध आदि। तर इगल सधैँ सबैभन्दा माथि उड्छ। किन? किनभने इगललाई सानो सोच मन पर्दैन, इगललाई सस्तो भिड मन पर्दैन, इगललाई कमजोर लक्ष्य स्वीकार्य हुँदैन। इगल आकाशको राजा हो। त्यसैले आजको संसारमा आफू सफल हुन चाहने मानिसले इगलको सोच अपनाउनुपर्छ। त्यसैगरी 2 नम्बरमा रहेको छ सोच नै भाग्य हो। प्रिय मित्रहरू, मानिसको जीवन उसले सोच्ने तरिकाले नै बन्दछ। जस्तो सोच उस्तै जीवन। त्यसैले सानो सोच्ने मान्छे सधैँ सानो नै रहन्छ, ठुलो सोच्ने मान्छे एक दिन अवश्य ठुलो बन्छ। इगल सधैँ उचाइको सोच राख्छ। उसले जमिनमा सानो शिकार खोज्दैन। उसको आँखा सधैँ टाढा र गहिरो हुन्छ। हामी पनि यस्तै सोच राख्नुपर्छ। म सक्दिनँ भन्ने होइन, म सक्छु भन्ने सोच राख्नुपर्छ। मेरो भाग्य खराब छ भन्ने होइन, म आफ्नो भाग्य आफै बनाउँछु भन्ने सोच राख्नुपर्छ। त्यसैगरी 3 नम्बरमा रहेको छ इगल कहिल्यै भिडमा उड्दैन। इगल कहिल्यै झुन्डमा उड्दैन। जब कागहरू कराइरहेका हुन्छन्, इगल चुपचाप आकाशको माथिल्लो भागमा उडिरहेको हुन्छ। यसको अर्थ के हो? सफल मान्छे सधैँ भिडभन्दा फरक हुन्छ। यदि तपाईँ सबै जस्तै सोच्नुहुन्छ, सबै जस्तै बोल्नुहुन्छ, सबै जस्तै डराउनुहुन्छ भने तपाईँको जीवन पनि सबै जस्तै सामान्य हुन्छ। इगल बन्न चाहनुहुन्छ भने भिडको तालीमा होइन, आफ्नो आत्माको आवाजमा विश्वास गर्नुहोस्। त्यसैगरी 4 नम्बरमा रहेको छ समस्या आएपछि इगल के गर्छ? जब आँधी आउँछ, जब ठुलो हावा चल्छ, जब बादल गर्जन्छ, अरू चरा लुकेर बस्छन्। तर इगल आँधीसँग लड्दैन, इगल आँधीको प्रयोग गर्छ। उसले आँधीको हावालाई प्रयोग गरेर अझै माथि उड्छ। सफल मान्छे समस्यामा भाग्दैन, समस्यालाई सिडी बनाउँछन्। आज तपाईँको जीवनमा गरिबी छ, असफलता छ, अपमान छ, पीडा छ, यिनै आँधी हुन् जसले तपाईँलाई अझै माथि पुर्याउनेछन्। त्यसैगरी 5 नम्बरमा रहेको छ इगलको दृष्टि। इगलको आँखा अत्यन्तै तेज हुन्छ। ऊ आकाशको धेरै माथिबाट जमिनको सानो शिकार देख्न सक्छ। यसको अर्थ के हो? सफल मानिससँग स्पष्ट लक्ष्य हुन्छ। यदि तपाईँलाई थाहा छैन तपाईँ के बन्न चाहनुहुन्छ, तपाईँ कहाँ पुग्न चाहनुहुन्छ भने तपाईँ जीवनमा भट्किरहनु भएको छ। आज आफैलाई सोध्नुहोस्, 5 वर्षपछि म कहाँ देख्न चाहन्छु आफूलाई? 10 वर्षपछि म आफूलाई कस्तो ठाउँमा राख्न चाहन्छु? इगल सधैँ लक्ष्य देखेर मात्र उड्छ। हामीले पनि त्यही गर्नुपर्छ।
त्यसैगरी 6 नम्बरमा रहेको छ एक्लोपन स्वीकार गर्ने साहस। इगल प्राय एक्लै उड्छ। ऊ एक्लोपनबाट डराउँदैन, तर मानिस एक्लो हुन डराउँछ। समाजले के भन्छ भनेर डराउँछ, आलोचनाबाट डराउँछ। सफलता एक्लोपनको बाटो भएर जान्छ। यदि तपाईँ ठुलो सपना देख्नुहुन्छ भने तपाईँलाई बुझ्ने मान्छे कम हुन्छन्, तपाईँलाई हाँस्ने मान्छे धेरै हुन्छन्। तर सम्झनुहोस्, इगल कागको राय सुन्दैन। त्यसैगरी 7 नम्बरमा रहेको छ परिवर्तनको पीडा। इगल रिन्युअल स्टोरी। इगलको जीवनको सबैभन्दा शक्तिशाली कथा। जब इगल 40 वर्षको हुन्छ, उसको चुच्चो बुढो हुन्छ, नङ र कमजोर हुन्छन्, पखेटा भारी हुन्छ। त्यसपछि उसको दुईटा विकल्प मात्र पाउँछ, कि आफूलाई भोकै राखेर मर्नु कि परिवर्तन सहनु। तर ऊ दोस्रो बाटो रोज्छ, परिवर्तन सहनु। यदि ऊ परिवर्तन रोज्छ भने ऊ पहाडको टुप्पोमा जान्छ, आफ्नो चुच्चो भाँच्छ, आफ्नै नङ्ग्रा झार्छ र आफ्नो पखेटा झार्छ। यति पीडाबाट गुज्रिन्छ कि ऊ 6 महिनासम्म ऊ एकदमै पीडामा हुन्छ। तर त्यसपछि नयाँ चुच्चो, नयाँ नङ्ग्रा, नयाँ पखेटा, नयाँ जीवन पाउँछ। प्रिय मित्रहरू, परिवर्तन पीडादायी हुन्छ, तर परिवर्तन बिना नयाँ जीवन सम्भव छैन। त्यसैगरी 8 नम्बरमा रहेको छ अनुशासन र निरन्तरता। इगल आलसी हुँदैन, ऊ समयको कदर गर्छ, ऊर्जा सही ठाउँमा लगाउँछ, निरन्तर अभ्यास गर्छ। सफलता कुनै चमत्कार होइन, यो अनुशासनको परिणाम हो। यदि तपाईँ आज मेहनतबाट भाग्नुभयो, आज अनुशासन तोड्नुभयो, भोलि जीवनले तपाईँलाई सजाय दिन्छ। त्यसैगरी 9 नम्बरमा रहेको छ आत्मविश्वास। इगलको सबैभन्दा ठुलो शक्ति। इगललाई थाहा छ, म आकाशको राजा हुँ, त्यसैले ऊ डराउँदैन। हामी किन डराउँछौँ? किनभने हामी आफैमा विश्वास गर्दैनौँ। आफूमा विश्वास गर्नु भनेको भगवानमा विश्वास गर्नु जस्तै हो। जब तपाईँ आफैमा विश्वास गर्नुहुन्छ, डर भाग्छ, साहस जन्मिन्छ, अवसर देखा पर्छ। त्यसैगरी 10 नम्बरमा रहेको छ आजको संसारमा काग धेरै छन्, परेवा धेरै छन्, तर इगल कम छन्, किनभने इगल बन्न साहस चाहिन्छ। आज निर्णय गर्नुहोस्, म भिडमा होइन इगल बन्छु, म समस्यामा होइन समाधान बन्छु, म डरमा होइन साहस बन्छु। इगल जस्तै सोच्नुहोस्, आकाश आफै तपाईँको हुनेछ। धन्यवाद।